नियम बनाई र बनेका यी नियमलाई कार्यान्वयनमा ल्याई पूर्ण रूपमा पालना गरिनेछ। भौगोलिक विकटतालाई ध्यानमा राखी भुक्ति सेवा शिविरलाई संसारमा निरन्तरता दिइनेछ। सहायता कक्षलाई प्रभावकारी बनाउन थप व्यवस्थापन तथा नियन्त्रणमा जोड दिइनेछ। शिष्ट र नरम व्यवहार गरी मुस्कान सहितको सेवा प्रभाव मार्फत जनसन्तुष्टि प्रदान गरिनेछ। गाउँपालिकाले प्रभाव गरेको सेवाको बारेमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरी क्रमशः सुधार गर्दै लगिनेछ। स्थायी न्याय तथा व्यवस्थापन सम्बन्धीका नीतिहरू गाउँ समाजमा अनावश्यक रूपमा हुने विवाद मुद्दा मामिलालाई प्रारम्भिक चरणमै स्थायी समाधान गर्न मेलमिलाप र मध्यस्थताका साथै गाउँपालिकाको न्याय समितिको क्षमता अभिवृद्धि गरिनेछ। पिछडिएको वर्ग र क्षेत्रको व्यक्तिगत न्यायमा सहज पहुँच सुनिश्चित गर्न कानुनी शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। कानुनी विज्ञहरूबाट न्याय समिति जनप्रतिनिधि कर्मचारीको क्षमता अभिवृद्धि तालिममा व्यवस्था गरिनेछ। प्रत्येक वडामा गठित मेलमिलाप केन्द्रहरूको उचित व्यवस्थापन गरी न्यायिक सेवामा प्रभावकारी गरिनेछ। सुशासन सम्बन्धीका नीतिहरू जनताप्रति उत्तरदायी तथा लोक कल्याणकारी गाउँपालिका निर्माणको आधार बलियो बनाउँदै लगिनेछ। तीव्र सामाजिक आर्थिक विकासद्वारा जनतामा राजनीतिक परिवर्तनको लाभ पुर्याउने गाउँपालिकालाई मुख्य जिम्मेवारी बनाइनेछ। सामाजिक विकासको सबै क्षेत्रमा लोकतान्त्रिक प्रणालीको प्रवर्धन गरिनेछ। विधिको शासन सुधारिनेछ। संविधान प्रदत्त मौलिक हक र स्वतन्त्रताको पूर्ण उपयोगको प्रत्याभूति गरिनेछ। भ्रष्टाचार रहित पालिका बनाउन तथा भ्रष्टाचारमा शून्य सहनशीलताको काम गरिनेछ। सबै किसिमका खर्च रकमहरू समय समयमा सार्वजनिक गरिनेछ। गाउँपालिकाको काम कारबाही र सेवा प्रवाह लगायतका विषयमा प्रत्येक वडाहरूमा सार्वजनिक सुनवाई एवं सामाजिक लेखा परीक्षण गरिनेछ। यी गभर्नेन्सको अवधारणा अनुरूप सम्भव हुने सेवाहरू अनलाइन मार्फत प्रवाह गर्न व्यवस्था गरिनेछ। प्रक्रियागत र कार्यविधिगत जटिलतालाई न्यूनीकरण गरी नतिजामूलक सेवा प्रवाह गरिनेछ। जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धीका नीतिहरू प्रस्तुत गर्न चाहन्छु। कर्मचारीको कार्य सम्पादनमा आमूल परिवर्तन गर्न